आज मैले मात्र बनाउँछु होला ब्लग फेरि भन्छ यो त मैले यतिकै भने यो डिलिट गरेँ जाँटा चिडियाखानामा भर्ना अनुहार के भएको तेरो ग्यासको सिलिन्डर पड्केको थियो क्या घरमा ल हजुरलाई स्वागत छ है मेरो ब्लगमा थ्याङ्क यू है ल बुवा वेलकम बुवा संसारका जुनसुकै कुनाबाट हेर्दै हुनुहुन्छ भने तपाईँ 20औं तल्ला बिल्डिङबाट तपाईँ समुद्रका जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ भन्ने हामीलाई यो प्राकृतिले प्राकृतिक रूपमा दिएको अर्ग्यानिक आरू पोखरा बिहानको नास्तामा सो एज यु क्यान सी हामी चाहिँ चट्ट लेकमा बसेर चाउचाउ खाँदै ए खत्तम ओके व्हाट्स अप एभ्रीवन इट्स योर बॉय भड्किनोजर फ्रम पोखरा अनि सबैजनालाई गुड मर्निङ फ्रम बेनीको सासपानीबाट हजुरहरूलाई मैले भ्लग सुरु गर्दैछु अनि यहाँको वातावरण हेर्न सक्नुहुन्छ चट्ट लागेर अब टक्क ब्रस गर्छु म आई फिल सो गुड आज हाम्रो कतै टाढा जाने प्लान छ गाइज अनि ट्रेकिङ अनि प्लस टेन्ट हालेर बस्ने कुरा छ के हो यहाँ त पानी गइरहेको छ त सो ठिक छ घर बन्दै रहेछ सानो कोठा चरक्कको चट्ट ब्रस हान्नु पऱ्यो गाइज यु क्यान फिल मेरो भाकामा अनि तपाईँहरू बेनीहरू आउनुभएको छ होला होइन अनि दिस इज माई फर्स्ट टाइम अनि मलाई बल लागिरहेको छ तर बाटो चाहिँ दिन चाहिँ पिचै रहेछ यहाँ बेनी म त गाउँ होला यताउति भन्छ गाउँ त गाउँै रहेछ बट यहाँ तलसम्म चाहिँ पिच रहेछ सासपानी अब यहाँबाट माथि लेकमा गएर अनि टेन्ट हालेर बस्ने कुरा छ सो आइ एम सो ह्याप्पी टुडे होइन ल बाजे क्यामेरा अन भइसक्यो यो गाइज स्याट गुड मर्निङ एभ्रिवान नयाँ दिन न्यू डे न्यू स्टार्ट ओके 2 लाइन्स ल पूर्व बाटो आज निकै मस्त घाम हुँदैछ रुखले सेक्यो पूर्व बाटो आज निकै मस्त घाम हुँदैछ शुभ बिहानी शुभ दिनको शुभकामना छ नयाँ दिन पुरानो डोको शुभ शाम काममा राति टुच्च पारी एक्लै बस्छु मिठो धुन बजाएर आजको दिन दामी हिँड्नेवाला छैन आजको दिन अलिकति यो भ्लग चाहिँ नछुटाइकन हेर्नु पर्यो जसले हेर्दै हुनुहुन्छ है वेदर चाहिँ आई थिङ्क म्यान इट्स लिटल बिट क्लाउडी अच्छा छ क्लाउडी छ हल्का म्यान आजको दिन बेस्ट छ यार एकदम खुले छ हेर त नो फगी नो क्लाउडी होइन जस्ट रियल मौसम घाम लाउनु पर्ने तर बेनी यो साँझपानीमा जाडो रहेछ गाइज यार साँझपानीबाट अब खोइ हामीलाई यहाँ साथीले माथि लेकमा लान्छु भनेको छ एन्ड विल बी मुभ अन एकछिन पछि टु द लेक वी डोन्ट नो हाउ इट विल बी हाउ इट फिल देयर but we hope that it will be मिस्टर ग्रामर होइन बोलिरहेछ कन्फिडेन्ससँग ढुक्क सैनिक पढेको भाइ सैनिक पढेको विद्यालय पोखरा फुलबारी महेन्द्र पुल भइसक्यो ओके ना सन इज राइजिङ मैले चाहिँ फेरि गाइज अहिले पनि मामा प्रोडक्टले फेस वास गर्छु मामा थिङ इट्स रियली प्रिटी गुड ब्रान्ड म्यान and it's a tank in Nepali we call it high-tech drum. You know that one case man in school the principal le high-tech ko yo drum ko pipe le high-tech company ko pipe le hanera hospitalize hogo that's a man it's a face like rise hai you want to be white but is already white now you want to be khaire yes I need to be but you want to be khaire but you will not be man because you are Nepali we are Nepali we need to promote our culture you know man our heritage old camera समातेको मान्छे चेन्ज भइसक्यो here's a cow it's not cow it's ox
ए इट्स फ्रेकिङ ब्युटिफुल। यसलाई यसको नि पेट भरिदिनु पर्यो, नभए खेत हान्दैन यसले, धान पाइँदैन। यो हाल्ने होइन कि जस्ट यतिको खिचेको हाल्ने होइन। कहाँ तरकारी फ्रेस भएर आयो यो फुच्चे। फुच्चेको दिन आइरहेको छ। फुच्चेलाई आज लो थिनाउनु पर्छ। फुच्चेको लेग एक्सर्साइज आज फुल्ली लेग डे। फुच्चेको फुल्ली लेग डे, चेस्ट डे भइसक्यो। खुट्टामा चप्पल टप यो हो कि खुट्टामा जुत्ता त बिहान बिहान खोइ त्यो एउटा के भन्छ नि त्यो छयार पर्वतको भन्नुहोस् कस्तो महसुस हुँदैछ? I'm really feeling good right now. नेपालीमा हान नि शुद्ध भर्खरै कलेज इङ्ग्लिसमा क्वेसन सोधेको। म्यान प्लिज I want to just talk in English today. No more Nepali. Okay, you can try, man. So ask me something, bro, so I can answer it. No need to ask you, man. Vlog means you need to make your own content. भात खानुभयो? Nah, bro, I'm not hungry. I just wake up right now. I'm feeling tired, you know. तपाईँको बे गर्नुभयो? Nah, bro, I'm just 20s, in my 20s. So I have so many things to do in my life, so I can instant marriage. चिया खानुभयो? Nah, bro, you can make it. पानी खानुभयो? Nah, bro, I'm not thirsty. खाजा खानुभयो? Nah, bro, I'm not hungry. अनि के तैँले के अन्तर्वार्ता लिएको जनता जान्न चाहन्छन् भन्ने भालेकी पोथी I don't know. तपाईँ चाहिँ भालेकी पोथी भने? I'm in. Go eat. म टक्क टिप्छ है। ल टिप्न त अनि छिटो। टिप्यो के? ब्रो ल। थ्याङ्क यू ब्रो। थ्याङ्क यू भाउजू। कस्तो पानी हान्नु पर्ने किन त्यस्तो यहीँ छिराइदियो कि? मैले त चिसो पानी खाएँ त झाँटा। पानी खानु मन लाग्यो। पानी खाऊ तातो पानी। भाउजू गाइस विदाउट मेरो डे चाहिँ पानी बिना चाहिँ सुरु हुँदैन। सो द्याट्स माई गुड थिङ बाई द वे होइन अघि देखिसकिस् खाएको। आज अफ्रिकन मैले मात्र बनाउँछु होला ब्लग फेरि भन्छ भयो नदेखाउनु भन्दै थिइस् त। यो त मैले यत्तिकै भनेको यो डिलिट गरेँ झाँटा। मैले स्कुटी चाहिँ आएर आएको थिएँ गाइस होइन। As you can see the road. So okay, मेरो तातो पानीको डे स्टार्ट चाहिँ अब हुन्छ। As you can see. म गएर हल्का वर्कआउट हान्नु छ मैले किन 2-3 दिन भयो म जिम मिस हानेको छु। आज म डाँडामा गएर रिप हान्छु। मजा हुनेवाला छ। यहाँ चाहिँ म किचनमा छु भित्र। As you can see, बाहिर गएपछि अलिकति माथिपट्टि यहाँबाट एक घर अगाडि नै रोड छ कि यहाँबाट यताबाट जाने हो। यता जङ्गलको बिचमा दामी ढुङ्गा रहेछ। त्यो ढुङ्गामा बसेर अनि यसरी ढुङ्गामा घाम क्या राम्रो लागिरहेछ आज। भयो भाउजू धन्यवाद। ओके एज यु क्यान सी माई पानी पानी खाँदै त्यो पानी खाएपछि अनि आई विल गो। यो चाहिँ पहिला चाहिँ वार्म अप गराउँछु कि मैले शरीरलाई पानी खाएर अनि त्यसपछि बल्ल आई विल गो। चट्ट अनि खाएपछि अलिकति वार्म अप पनि भयो। खासमा त जिममा चाहिँ म ट्रेडमिलमै वार्म अप हानिरहेको हुन्छु तर कोही बेला फेरि यहाँ हाड गाँड जलिरहेको फेरि भयो अरे चिया ब्ल्याक टी अङ्ग्रेजीमा नेपालीमा स्कल रातो चिया फिक्का चिया। मैले सोधेँ भन मैले अलिकति रिमेम्बर द नेम ज्ञान दिएको अब ज्ञान दिएको फ्रीको ज्ञान लिएको है गाइज। लिनुपर्छ ज्ञान। मेरो ज्ञान लियो भने चाहिँ केटाहरू तिमीहरू यहाँ तल छ भने माथि पुग्छ है। अनि फेरि यता दायाँ बायाँ छ भने कहाँ पुग्छ? यता छ भने उता पर्वत पुगिदिन्छ। पर्वत छ भने यता यहाँ म्याग्दी बन्द भयो। हजुर हजुर। बिहानी अर्ग्यानिक
घरतलतिर करेसाबारीको यहाँ पोखरा सँग पुदिनाको चट्ट परेको चटनी हजुर संसारका जुनसुकै कुनाबाट हेर्दै हुनुहुन्छ भने तपाईँ 20औं तल्ला बिल्डिङबाट तपाईँ समुद्रका जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ भने अर्ग्यानिक हामीलाई यो के भन्छ प्राकृतिले प्राकृतिक रूपमा दिएको अर्ग्यानिक आरू पोखरा बिहानको नास्तामा अब गएर डाँडामा एकछिन यसो वर्कआउट हान्छु म हामी जाने भनेको माथि लेकको नाम के हो रुइसे 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 वी आर कमिङ रुइसे बिचरा त्यो रुइसेलाई थाहै छैन हामी आउँदैछौँ You wanna say something, bro? Nothing much, bro. I just don't wanna say anything. Okay. तपाईँहरूलाई म यहाँबाट जाने देखाउँछु है गाइस ल हेर्नु हेलो बुवा नमस्ते सन्चै हुनुहुन्छ ल हजुरलाई स्वागत छ है मेरो ब्लगमा थ्याङ्क यू है ल बुवा वेलकम बुवा ल कस्तो छ बुवा ठिक छ होइन एकदम ठिक छ बुवा रमणीय दृश्य होइन बुवा के हो त नि डाँडा उयो पारी म्याग्दी उहाँ गाउँ रहेछ त दामी कुन गाउँ हो हजुर सांसदको गाउँ होला सांसदको गाउँ औला मेरो घर ए महावीरपुन ल महावीरपुनलाई यहीँबाट दर्शन है महावीरपुनको एरिया So as you can see, this is my workout time. I'm going to work out this. हेर सिसा रहेछ यार त्यही त भन्नु त्यही बस्ने र खानी फुटाल्ने गरेर क्या त्यसमा नफुटाल्दै हुन्थ्यो गाइस हामी यसो वर्कआउट हान्छु भनेको त सिसा सिसा रहेछ यार त यहीँ यता हान्नु न वर्कआउट घाँसमा क्या हान्ने वर्कआउट नाम होइन यहाँ दुबोमा हान्नु पऱ्यो बिचमा वर्कआउट ल म तान्दिनँ कस्तो होला काले हाम्रो कुकुर हो यो काले हामी जाने गाडी रुइसे रुइसे ओके ब्लग हामी चालु भएन हामी चाहिँ दुईजना हुने भयो गाइज अनि उनीहरू चाहिँ तीनजना त्रिपोलोड जाने भन्ने कुरा छ त्रिपल लोड यस म्यान एन्ड यु एक्साइटेड घाम भइरहेको छ माथि गएपछि ऊपर चिसो हुन्छ अरे हेर कतिको जाडो छ वी आर सो प्रिपेयर राइट नाउ ओके लेट्स सी कस्तो हुन्छ माथि सबै भ्यूहरू हजुर देखाउन ट्राई गर्छु म विदाउट मिसेस क्लिपहरू कतिखेर मुभ अन हुने हामी कतिखेर मुभ अन हुने अब हुने अब ल ल ल नो व्हाट इज दिस ए अहिले रिभिल नगरौँ यो कहाँ यो त फोडा हो नि म्यान यो त अहिले माथि नै गएपछि म बनाइसकेपछि हजुरलाई देखाउँछु माथि मान्छे मर्छ है यसले जेनी नसक्छ देयर इज वाइल्ड एनिमल हामी सुरक्षित हुनुपर्छ त्यसको लागि त्यो त्यसको लागि एउटा के लानु पर्ने सानो सानो के हो कि मान्छे होइन
के यस्तो सानो सानो हाँसी खुकुरी जे भन्ने त्यो सानो सानो चक्कु जाम Oh no la, let's go. We started our journey. खासमा हामी चाहिँ साधनमा जाने कुरा थियो अलिकति गाह्रो भयो है ए गएन साधन यार फक्क पिस गएन अब हामी यहाँबाट स्कुटर अब हामी जान लागेको ठाउँ यस्तो बोर्डमा देखाइदिन्छ हजुरले यो पज गरेर नि हेर्न सक्नुहुन्छ कहाँ जान लाग्यो भनेर पर्यटकीय क्षेत्र रघुगङ्गा भगवती रुइसेटोल ल हामी यहीँबाट ट्रेकिङ ओके लेट्स गो म्यान लेट्स भाइब अब हाम्रो ट्रेकिङ सुरु भयो गाइस खासमा जाने चाहिँ बाइक साधनमै जाने कुरा भएको एउटा बाइकमा ट्रिपल एउटामा डबल भयो बाटो चाहिँ अलिकति अफरोड ढुङ्गाकाले गर्दाखेरि चाहिँ थोरै गाह्रो भयो तर ठिकै छ हिँड्दै जान नि नो प्रब्लम होइन गाइज ट्रेकिङ भनेको हिँड्दै जाने एकचोटि क्याच गरौँ एकचोटि क्याच होइन समाता भन न बरु डाइरेक्ट मेन ब्यागमा हालौँ न यसलाई अटाउँछ पखमा होइन बोक बोक रुको न घाम भयो यहाँ हेर न ड्रेसअप घाममा म्यान फेरि माथि जाडो होला नि है ब्रदर माथि लाउने यस्तो घाम लाग्यो त केही हुन्न क्या घाम लाग्यो त गर्मी हुन्छ जुका सुका लाउनु नै हिँड्न मजा आउँछ आजको मौसम ठिक छ होइन ब्रदर पानी पऱ्यो त हिँड्नै सकिन्न त जुगा लाग्यो आज यस्तो घाममा जुगा नि मऱ्यो होला तातोले भनिदिउँ न होइन यस्तो दुइटा लाउला ब्रदरहरू हन्टिङ पनि जानुहुन्छ कहिले कहिले ए कता जानुहुन्छ हन्टिङ देखिनु जङ्गल अगाडि यता माथि रुसी हुन्छ क्या यसलाई उमुतिर अनि अझ चाहिँ कतिवटा मार्नु भयो त नि कालिजहरू यताउता कति मरिन्छ कालिज मार्नु पनि के आइतबार लाउँछ र आँखालेदेखि पड्काउ नि त अनि है गयो भने चाहिँ फरक नपर्ने क्या एउटा भने हजुर हजुर आयो अरू त गयो साथी हुन्न नि हजुर साथीहरू छैन नि एक्लै त कहाँ हुन्छ हान्ने साथी चाहियो नि त मेन ग्रुपमा गएर सिकार हान्नुहुन्छ त्यो नि मेन हान्ने नै चाहियो क्या कुदैले हान्ने हान्नु हुन्छ कि एउटा फाल्देऊ के कहाँ हो म्यान ए फाल्देऊ हस्दैछ यार हालिदिएको चाहिँ होइन क्या खस्यो यार बर नसके कि ल गाइज औषधि यहाँ टन्नै रहेछ म्यान टिप्ने भयो गऱ्यौँ भयो राम्रो पाइन्छ औषधि माथि हामी हिँड्दैछौँ हाम्रो यात्रा जारी नै छ अलि घाममा भइयो हिँड्ने बेलामा चाहिँ 12 बजेको खासमा बिहानै आउने सोच थियो यताउति गर्दा गर्दा ढिलो भयो हजुर ए कहाँनिर हिँड्दै के हो अलि यताबाट ढोके खाने छोप्दैछन् है ठिक गऱ्यो यस्तो हान न म्यान यता फोटो सुटो आ फकिङ आडा बुढी बुटोमा त्यस्तो साह्रै पनि भएन क्या म्यान उसले गर्दा झापालिसले ओभर रियाक्ट नगर न झापालिसले कहाँ र हामी माथि सुशीलको हरूबाट डिलको चौतारा हो क्या दिनु चाहिँ पऱ्यो ए मन दिन्छु खोइ मेरो अलि पाकेछ यसलाई खोस्टा पऱ्यो जसलाई पाकेछ मेरो नि ब्रोकन पाकेछ है ल हाम्रो यात्रा फेरि सुरु भयो एकछिन बसी बसाउ गरेर रेस्ट गरियो अहिले चाहिँ हामी निस्किन लाग्यो चट्टा जे भयो नि म्यान सही छ त ठाउँ कमेडी हान्नु चाहिँ भ्लग त झापालिसले कमेडी हान्नु हाँस्छ लास्टमा
भुँडी दुख मरे भने जुगा त खत्तम जाम गइदिउँ हामी लगभग बेनीको एकदम टपमा आइसक्यौँ डाँडा छ तल पुरै हामी चाहिँ डाँडाको यो साइडमा यता लेफ्ट साइडमा हिँडिरहेछौँ ठाउँ हेर्न सक्नुहुन्छ अगाडि केटाहरूको फोटो सेसन हुँदैछ अब हामी यसरी डाँडाबाट माथि हुँदै माथि डाँडामै है टाढै छ यार शीतलो भयो फेरि पसिनाले गर्दा पसिना आउने बेला क्या एउटा हुन्छ फेरि यो पसिना सुक्ने बेलामा फेरि एकदम शीतल मौसम पनि क्या खुलेछ ओके मेरो खिचिदिरहेको छु गाइज इन्जोय द भ्यू गाइज हाम्रो यात्रा अझै छ बाँकी हेर्नुहोस् गुर्जाखानी यताबाट जान्छ मुस्ताङ यताबाट जान्छ ल हेर्नुहोस् टिप्पेन त यार पानी प्यास लाग्यो नि आज हामी फेरि यस्तो बाटो सक्नुहुन्छ इफ यु डोन्ट वान्ट के भन्छ मलाई थाहा गाउँघरको बाटो आफै बनाऊ हिँड सर्पको चाहिँ भर गरे त्यो ऐसलुको होस् गरेर ल ब्रो यहाँ त अस्ति औडा खाएर बाटो झर्न सकिस् कि नै झर्न त सकिछु फुल खोया बिर्खे बिस्तारै आइज बिस्तारै आइज ठिक गीतको बोल ढुङ्गा लाग्यो त्यो ढुङ्गा खसिदिएर मेरो यहाँ चाहिँ एमआरपीहरू पनि आउनुभयो रहेछ बाइक लिएर थाहा छ नि पछि बब्बा एडभेन्चर बाइक किन्यो भने म आउँछु ढुडुडु गर्दा होइन नौरी बराएको खोला त सुक्यो होला होइन डाइरेक्ट म्याच चढ्ने यहाँबाट मल साप्रो भन्छ कि यसलाई होइन मल छाप्रो अर्को यो लोहर के नै हो क्या यो मल साप्रो भन्ने कस्तो मल छाप्रो अन्य सानो हुन्छ मल छाप्रो भन्ने सानो यस्तो ढुक्क यस्तो पर्ने यसले त कुखुरा सुखुरा उठाइदिन्छ मल साप्रोले पनि खाँदो रहेछ कि प्लान चाहिँ नेसेसरी हो सक्छ त अब अनि वान्स अपन अ टाइम एकादेशमा झापाली र स्याङ्जाली
होटेलमा काठमाडौँको ठुलो महँगो रेस्टुरेन्टमा खाजा खान छिरेछ दोस्ती दुईजना जापाली स्याङ्जाली तर खाजा खायो उनीहरू निस्केर गयो बिल चाहिँ वेटरले तिरेछ त्यस्तो हुन्छ Yes, yes, I'm coming. अन्त लेकबाट पनि कति माथि आइसक्यौँ यार यत्रो 3-4 घन्टा हिँडेर बल्ल यति हेर्न आएको हामी यति हेर्न आएको हामी यति हेर्न आएको हामी यति हेर्न आएको हामी ल हेर्नु ए गाइस थाक्नु नि यति थाकेँ कि म त सिद्धि म त के हो हामी कहाँ आयौँ रे गाइस यो चाहिँ भेडियो डाँडा भन्छ होइन भेडियो डाँडा हो यहाँ चाहिँ पुरै त्यो भेडा मात्रै भेडा त तल चरा थियो त उहाँ त्यही त पहिला यहाँ चढाउँथे अनि अहिले चाहिँ तल 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 किनकि अब मान्छेहरू कम हुँदै गयो नि त पहिलाको डिङ्गाहरू अब गोरुहरू गाईहरू भैँसीहरू तल पाल्थे र मान्छेले माथि छोडिदिन्थे डर हुन्थेन अन्त कोही कोहीले पाल्छन् अनि कोही कोहीले पालेपछि अब यसो हेर्न पनि गाह्रो पर्यो पहिला त गोठहरू त यहीँ माथि माथिसम्म थियो नि मान्छेहरूको त पछिको घर छ त यहीँ तलतिर अन्त नि घर त्यो उसो हो ओभरअल यस्तै छ लुक्स दामी छ ठाउँ म्यान भ्लगमा आऊ कि तिमी फोटो भन्दा नि भ्लग कति आउनु म्यान हाउ मेनी टाइम आई निड टु कम अन दिस भ्लग पऱ्यो कि अडियन्सले खोजिरहेको छ तिम्रो अघिबाट उता गएर तेरो अडियन्सलाई देखा जाने हेर मलाई हेरेको अडियन्स हेरी झाबाली सर्न खोजेँ ए दुख्दिरह सो एज यु क्यान सी हामी चाहिँ चट्ट लेकमा बसेर चाउचाउ खाँदै हाम्रो ब्रो पनि आइसक्यो सो आजको ब्लग यहीँ टुङ्गाउँछु होला मैले कज एकदम थकै पनि लागिरहेछ एज यु क्यान सी हल्का फुल्का त्यस्तो साह्रो पनि होइन चाउचाउ क्या मिठो हुन्छ बाइ द वे सो ओके पार्ट 2 पनि हुनसक्छ होइन ब्रो ओए पार्ट 2 पनि हुनसक्छ है पार्ट 2 हुन्छ यो भन्दा अझै चर्को